हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भ्लग चाहिँ म मेरो रुमदेखि स्टार्ट गर्दैछु। अब म मेरो साथीहरू चाहिँ एक्जामको लागि त्यो अनलाइन हाम्रो हुन्छ फोनबाट चाहिँ केही क्विजहरू हामीले सल्भ गर्नुपर्ने हुन्छ। त्यो क्विजको लागि साथीहरूले चाहिँ अनलाइन गुगलबाट हेर्दै असाइनमेन्ट गर्दैछन्। म चाहिँ मेरो असाइनमेन्ट अस्ति नै मैले चाहिँ कलेजमा गरिसकेको भएर म चाहिँ अहिले यत्तिकै छु चिलमा। अब हामी बाहिर मेरो एउटा भतिजले चाहिँ युट्युबमा मेरो लास्ट भिडियोमा के कमेन्ट गरेको थियो भन्दाखेरि यहाँको थमेल देखाउनु भनेर। सो यहाँको थमेल भन्दा पनि भतिज तेरो क्लबहरूलाई चाहिँ यहाँ नरेबाङ भन्छ होइन यहाँको भाषामा। हो त्यो नरेबाङमा गएर तल तेरै ड्रिम आज फुलफिल हुनेवाला छ। त्योभन्दा अगाडि हामीसँग एउटा सामान पनि छ जुन चाहिँ फाल्नु पर्ने थियो। एकैछिन अलिकति मेरो उता कालो आइरह होला आइनो, बट मैले रुमबाट यो फाल्नु पर्ने छ। यो मैले लास्ट बर्थडेमा पाएको थिएँ। अब यो मेरो दुई तिन महिनापछि मेरो बर्थडे आउँदैछ। यो लास्ट बर्थडेमा पाएको भएर यो गिफ्ट दिने केटीले अरूलाई नै केही दिई। सो मैले यो फाल्नु पर्ने हुन्छ। अहिले म यो गएर फालेको हजुरहरूलाई देखाउँछु। अब मसँग भएको एउटा छ, त्यो चाहिँ मैले अर्को भिडियोमा सायद म त्यो चलाउँछु वा केही गर्छु होला। सो मेरो साथीहरू चाहिँ यतै छन्, ल्यापटप गर्दैछन्। अर्कोले चाहिँ ऊ के भन्छ अरे असाइनमेन्ट गर्दैछ। सो कस्तो देखिएको छ हाम्रो नेपालको राष्ट्रिय झन्डा। अब एकछिनमा भेट्छौँ हामी हजुरहरूलाई। मेरो अझ भिडियो हेरिसकेपछि कमेन्ट गरिदिनु होला नेक्स्ट भिडियो चाहिँ केमा डिपेन्ड अन्तर्गत गरेर बनाउनु भनेर कमेन्ट गरिदिनु होला। म त्यसमै बनाउने छु। कलेज देखाउनु पर्ने हो कि के हो, तर कलेज हाम्रो नेक्स्ट तपाईँको थर्सडे र फ्राइडे हुन्छ हाम्रो कलेज। नेक्स्ट थर्सडे र फ्राइडे दामी कलेजको भिडियो देखाउँछु। सो कोरिया गएर कालो भएछस् भन्नु होला, तर कालो भएको होइन, त्यो बत्ती अलिक टाढा भएर चाहिँ मेरो अनुहार अलिअलि कालो देखाएको छ। सो अब एकछिनमा भेट्छौँ है, 2 मिनट भयो। आजको भिडियो चाहिँ सायद अलि सर्ट नै हुनेछ। अस्तिको त अलिअलि मैले बिफोर एडिट त्यो भिडियो चाहिँ 17-18 मिनट भएको थियो, तर मैले आफ्टर ट्रिमिङ त्यो भिडियो ट्रिम गरिसकेपछि चाहिँ त्यो मैले 14-14.5 मिनटको बनाएर अनि युट्युबमा पोस्ट गरेको थिएँ। तर राम्रै भ्युजहरू कमेन्टहरू आइरहेको थियो। 1-2जना सब्सक्राइबर पनि बढायो जस्तो लाग्यो मलाई, जहाँसम्म लाग्यो। सो आशा छ यो भिडियोबाट पनि मेरो 1-2जना सब्सक्राइबर बढ्नेछ। छिटोभन्दा छिटो 1K सब्सक्राइबर हुनेछ। त्यसपछि हामी गुगलबाट पैसा उठाउँछौँ, युट्युबबाट पैसा उठाउँछौँ। त्यसपछि हामी छिटोभन्दा छिटो रिच हुनुपर्छ। मेरो विशाल साथीको पनि युट्युब च्यानल छ। हजुरहरूले सबैलाई गरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यसले चाहिँ मेरो यो भिडियोमा कमेन्ट गर्छ होला सायद, अनि त्यसमा चाहिँ त्यसको च्यानलमा गएर पनि सब्सक्राइब गरिदिनु होला। त्यसले चाहिँ छिटोभन्दा छिटो हजुर त्यसको युट्युब च्यानलमा त्यसले जी वागन देखाउने भनेको छ। त्यसको युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। दुबईको दामी जी वागन ल्याम्बोर्गिनीहरू हेर्नु मन छ भने त्यो चाहिँ अहिले हाल दुबईमा बस्दै आएको छ। झन्डै 1 वर्ष हुन लाग्यो त्यो चाहिँ त्यहीँ बस्दैछ। सो त्यही नै हो गाइज। अहिले म बाहिर निस्केपछि अलिक दामी भ्लग बनाउँछु नरेबाङ यहाँको, जस्ट लाइक ठमेल है। यहाँ चाहिँ त्यही केटीहरू झ्या भएर क्लब जाने, रमाइलो गर्ने, चुरोट खाने, त्यस्तै नै हुन्छ। देखाउँछु नाइट लाइफ पनि यता कोरियाको कस्तो छ भनेर। त्यस्तो हामीलाई त अब नेपाली भएर पनि होला, हामीलाई चाहिँ यिनीहरूको अब गीत पनि त्यस्तै, यिनीहरूले रमाइलो गरेको हामीलाई रमाइलो नलाग्ने। अब गीत नेपाली हिन्दी बजा भए पो हामीलाई अलिकति रमाइलो पनि फिल हुने। ढिकचिक मात्रै बज्छ, केही अरू केही फिलै हुँदैन। सो त्यही पनि म देखाउँछु हजुरहरूलाई के कस्तो लाग्छ। गिफ्ट me few months ago as my birthday gift. Now I am throwing this, guys. So साथी गोल्डको इयरिङ्स थियो कि मलाई दिएको बर्थडेमा। Yes, you deserve this. Yes, I'm quite happy, guys. खाली भयो।
चाहिँ स्टेसन आइसक्यौँ। हाम्रो स्टेसन चाहिँ यहीँबाट हामी कति जानु पऱ्यो भने स्टेसनमै युज गर्छौँ। खासमा बसमा पनि जाँदा त भयो, तर बसभन्दा सस्तो चाहिँ स्टेसनमै जस्तो लाग्यो, त्यही भएर हामी चाहिँ प्रायः स्टेसनमै जान्छौँ। बस त्यति प्रिफर गर्दैनौँ। अब जुन ठाउँमा ट्रेन जाँदैन त्यो ठाउँमा मात्र हो हामी बसमा जाने भनेको। कपाल पनि मेरो मिला छैन। अब के सोध्ने होला के कपाल मिलाउनु भनेर हो। यहाँ अहिले 11:30 भयो। यहाँ कोरियाको चाहिँ अहिले टाइम 11:30 बजी राति हामी घुम्न निस्केको छ गाइस आफ्नै तालमा। दिनभरि दिउँसोभरि काम थिएन, सब सुतेर बस्यौँ। अब के गर्ने त निन्द्रा लाग्दैन, तर मलाई चाहिँ लाग्ला जस्तो भएको थियो। केही पनि निस्किदिउँ हामी चाहिँ। सो सिनेमेटिक सर्ट पनि बनाउँछु। विशालले भन्दै थियो सिनेमेटिक सर्ट पनि एड गर भनेर। सिनेमेटिक सर्ट पनि हाल्छु। धेरै बोलेर झ्याउ लाग्छ तपाईँहरूलाई पनि। सो हेर्दै गर्नु होला। सो गाइस तपाईँहरूसँग कार्ड छ वा क्यासेज हुनुपर्छ भन्ने कार्ड छ भने यहाँबाट पनि निस्किन्छ। कतिलाई थाहा नै होला कि मैले भनिरहेको छु त्यही पनि। कार्ड ल्याएको छैन, कार्डमा पैसा पनि थिएन, टपअप पनि गरेको छैन, काम नै गरेको छैन के पैसा हुन्छ। अब काम गर्न जाने हो, आज कल आएन कहिले हुन्छ भोलि पर्सि हुने बित्तिकै जाने हो। 2-3 दिन गर्ने आउने पुगिहाल्छ हप्ता 10 दिनलाई। टोइलेटमा त रेकर्ड गर्न पाइँदैन, साथीहरू प्रयोग गर्दैछ। अन्त टोइलेट गएरै आएको थिएँ। सो रुल्सहरू हेर्नु होला के हो यो। उतातिर देखाउन मिल्दैन, फेरि जे पनि हुनसक्छ। सुयुबाङ भनेर चाहिँ नर्सिङ रुमले सुयुबाङ। खै केटाहरू कता कता हिँडिरहेछन्। थमेल जाम भनेको के गरिरहेछन् हो केटाहरू थाहा नै छैन। सो गाइज हेर्दै गर्नु होला। अनि साँच्ची नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा लाइक्स कमेन्ट परेन सब्सक्राइब चाहिँ गरिदिनु होला। कमेन्ट त्यस्तो नेसेसरी छैन, त्यही पनि गरिदिनु भयो भने चाहिँ म मेरो अरू के उसमा चाहिन्छ हजुरहरूलाई म त्यसमै भ्लग बनाउँछु। त्यही आधारित टाइटल हालेर थम्बनेल टाइटल हालेर। कहाँ जाने केटाहरू यत्तिकै घुमिरहेछन्, म पनि त्यसमै एड गरेँ। म पहिला त्यस्तो घुम्थेन, साथीहरू चाहिँ निस्किन्थेँ, म रुममै यति कलमै बोलेर बस्थेँ, मेसेजै टाइप गरेर बस्थेँ यत्तिकै। तर अब आई हेभ नो बडी टु टक विथ, सो आई एम हियर विथ देम। त्यही भएर अब त छैन केही। सो अब घुम्न पऱ्यो सिङ्गल, अनि यत्तिकै रमाइलो गर्न पऱ्यो। त केही छैन गाइज, जसलाई जता आउँछ खुसी त्यतै जाने हो हामी त। सो धेरै बोले जस्तो छ। वाइट एन्ड वाच सबैहरूले चाहिँ बताउनु हुन्न होला। यहाँ माथि टपमा चाहिँ कस्तो छ भने होइन, हाम्रो तलको अन्डरग्राउन्ड हुन्छ नि। अन्डरग्राउन्ड भन्नाले तल चौरीहरूमा हुन्छ नि रुखहरू हुन्छ, अनि त्यहाँनिर चाहिँ पार्क जस्तो हुन्छ नि। हामी तल जे हुन्छ त्यो सेम त्यति माथि 10th कति आई थिङ्क 10th फ्लोर कि 11th फ्लोरमा चाहिँ त्यस्तो छ। मैले त्यहाँबाट फोटोसोटो पनि खिचेको छु, त्यो त्यही फोटो नै हो। हामीलाई चाहिँ लाग्दैन कि यो त्यति माथि पनि यस्तो गर्न सक्छ र भन्ने, मान्छेले पनि बनाउँछ तर त्यस्तो छ। बाइक गाइज तपाईँहरूलाई थाहा नै होला म कति बाइकदेखि अब्सेस छु भन्ने कुरा त। ड्रिम नै छ कि एउटा बाइक त। अब यहाँ त त्यस्तै हो, नेपालमा चाहिँ किन्छु नै होइन। बाइकदेखि चाहिँ मेरो माया कहिले पनि मर्दैन, त्यो चाहिँ सही नै हो। अरू जो जुनसुकै केटीहरूसँग त केटीहरूसँग त होइन भइ नै हाल्छ होइन। केटीहरू भनेर त त्यस्तै हो, तर बाइकसँग चाहिँ यति धेरै अब्सेस छु नि म। सक्यो नै भनेर सुपर बाइकै किन्छु नि, तर सुपर बाइक किन्नु सपना देख्नु र आफूले पुरा गर्नुमा धेरै फरक छ नि त। त्यति आवाज त आइरहेको छैन होला। यो एलभेटु